हेलो एभ्रिवान अनि वेलकम ब्याक टु माई युट्युब च्यानल। अन्त आजको मेरो कन्टेन्ट चाहिँ के हो भन्दाखेरि चाहिँ आज चाहिँ हो अनबक्सिङ है। अन्त अन्त अनबक्सिङ चाहिँ जुत्ताको हो होइन। अन्त दुईवटा जुत्ताको अनबक्सिङ हो होइन। सो अब मलाई एउटा राम्रो जग्गा चाहियो है राखेर अनबक्सिङ गर्नु लागि होइन। तपाईँहरू ठिकै हुनुहुन्छ होला होइन। अन्त म यहाँ गर्छु अनबक्सिङ चाहिँ। सो यहाँ मैले अघि सेट गरिरहेको छु त्यो बक्स त्यो राख्नु लागि होइन। अब म फोन सेट गरिहाल्छु होइन। ओके फोन सेट भयो। ओके अब मेरो फर्स्ट जुत्ता निकाल्छु है। सो एक्साइटेड। यो जुत्ताको चाहिँ के हो भन्दाखेरि यो चाहिँ खासमा मेरो दसैँको गिफ्ट थियो होइन। तर मलाई चाहिएको थियो नाइकीको, तर गान्तोकमा सिक्किममा यसको सोरुम छैन। सो आन्टी गुवाहाटी जानुभएको थियो अन्त उहाँले ल्याइदिनु भएको। सो अहिले दिवालीको टाइमै अस्ति एक हप्ता अगाडि चाहिँ दसैँ थियो अन्त अहिले अनबक्सिङ गरेको होइन। मलाई गर्नु मन थियो होइन। मलाई यही जुत्ता चाहिरहेको थियो खासमा हुन्छ नि। तर हेर्नु सक्नुहुन्छ तपाईँहरूले जुत्ता। मलाई पुरा इच्छा थियो, मलाई यो एयरम्याक्स एयरम्याक्स चाहिरहेको थियो मलाई होइन। हेर्नु सक्नुहुन्छ क्वालिटी इज अल लेदर, टिकाउ हुन्छ नि है। अन्त यहाँ यता मैले खासमा गान्तोकमा निकै हेरेको थिएँ, दसैँको बेलामा हेरेको थिएँ होइन। अन्त आमाले किन्नु भनेको थियो। अन्त एडिडासको त पहिला पनि एडिडासको किनिरहेको थिएँ नि त, नाइकीको चाहिँ किन्नु मन थियो अन्त पाएकै थिएन होइन। अन्त दसैँको गिफ्ट हो खासमा चाहिँ यो मेरो है। यस्तो हो। अर्को साइडको पनि देखाउँछु तपाईँहरूलाई म, हेर्नु सक्नुहुन्छ। थ्याङ्क यू सो मच फर दिस। युट्युबको पैसाले किनेको होइन ल। अन्त यसको प्राइस त भन्नु हुँदैन होइन, तर लाइक 10, 11, 12,000 भन्दा अलिकति बेसी नै हो। अब एक्ज्याक्ट त भन्दिनँ। दिस इज नाइस। ओके अर्को जुत्ता हेर्नुहुन्छ होला है। अन्त यसको भयो है, मजाले फेरि हेरिराख्नुहोस्। अब आज म फ्युनरलमा गएको थिएँ कि, अन्त मलाई यो जुत्ता लाउनु मन थियो कि, तर मैले अनबक्सिङ पनि गर्नु मन थियो अन्त त्यही भएर मैले लगाइनँ। अब चाहिँ लाउँदा हुन्छ। यसको भयो अब। Here comes another one. अनि यसको चाहिँ अलिकति देखेँ है। यसको चाहिँ स्टोरी छ होइन। एन्ड दिस इज नट अ क्याजुअल सुज, इट्स अ फुटबल बुट। हेर्नु सक्नुहुन्छ। दिस इज अ ग्रासको लागि हो लाइक होइन। अन्त क्वालिटीहरू पनि दिस इज भेरी नाइस क्वालिटी। तपाईँहरूले हेर्नु सक्नुहुन्छ। यसको त्यो उयो हुन्छ नि, के भन्छ, घिर फिल हुन्छ तपाईँहरूलाई। यता पनि छ घिर, यसको डिजाइनै फिल हुन्छ होइन। स्टड्सहरू यस्तो छ। यो चाहिँ मैले अस्ति दसैँमा आउँदाखेरि पाएको थिएँ होइन। अन्त त्यहाँदेखि मैले नाम्ची लिएर गएँ, तर यो बुट त्यो जुत्ता र यो चाहिँ म सँगै अनबक्सिङ गर्छु भनेर सोचेको थिएँ नि त, तर यो आएकै थिएन। सो मैले फेरि फर्काएर ल्याएको अन्त आज ओपनिङ यसको गरेँ होइन। अन्त यसको चाहिँ के हो स्टोरी भन्दाखेरि चाहिँ दिस इज अ गिफ्ट। यो चाहिँ गिफ्ट हो होइन। कसको बता भन्दाखेरि चाहिँ आमाको यङ्गेस्ट ब्रदर, एकजना मात्रै भाइ हुनुहुन्छ नि त, उहाँ चाहिँ हङकङमै बस्नुहुन्छ, त्यतै काम गर्नुहुन्छ। अन्त उहाँको वाइफले चाहिँ मलाई पठाइदिनु भएको होइन। अन्त थ्याङ्क यू सो मच फर दिस बुट है। मलाई एकदम बुट चाहिरहेको थियो होइन। उहाँले भन्नुभयो अस्ति आउनु भएको थियो, अन्तखेरि फर्किने बेलामा
के चाहिएको छ भन्नु भने होइन, अन्त मैले सोचेँ अन्त मलाई फुटबल बुट चाहिएको छ भने होइन, अन्त बाजे पनि जानुभएको थियो त्यतिखेर उता, अन्त बाजेले भन्दाखेरि चाहिँ बादमा 3 डेजसम्म खोज्नु भएको थियो अरे यो बुटलाई चाहिँ, अब लाइक साइजमा पनि पाएन, राम्रो पनि पाएको थिएन अरे होइन, अन्त 3 डेजसम्म खोज्नु भएको थियो अरे होइन। अन्त थ्याङ्क यू सो मच है। अन्त यसको चाहिँ लाइक हेर्नु सक्नुहुन्छ तपाईँहरूले, डिजाइनै सबै उयो छ है, यु क्यान जस्ट फिल इट हुन्छ नि के हो। अन्त यसको प्राइस चाहिँ भन्दिनँ म होइन, किनभने गिफ्टहरू 10 रुपियाँको भए पनि 1000 रुपियाँको भए पनि 10,000को भए पनि तिनीहरूलाई त्यसको दाम त्यसको प्राइसले मूल्य हेरिँदैन होइन। गिफ्ट इज अ गिफ्ट, अब सोचेर पठाइदिनु लगाइदिनु एउटा ठुलो कुरा हो होइन। अन्त थ्याङ्क यू सो मच फर दिस होइन, जस्ट मलाई अनबक्सिङमा तपाईँहरूलाई देखाउनु मन थियो, अन्त तपाईँहरूलाई मन पऱ्यो होला। त्यस्तो थियो होइन। अन्त मेरो जुत्ताहरूको अनबक्सिङ। अन्त अहिले दिवालीको टाइम हो, अन्त आज दिवाली स्टार्ट हुन्छ फर्स्ट डे है। सो तपाईँहरूलाई ह्याप्पी दिवाली, मजाले दिवाली बनाउनुहोस्। अन्त पटेकाहरू पड्काउँदाखेरि चाहिँ कुकुरहरूको छेउमा एनिमलहरूको छेउमा चाहिँ नपड्काइदिनुहोस् है। अन्त तपाईँहरू पनि सेफ भएर खेल्नुहोस् होइन। अन्त ह्याभ फन, टेक केयर होइन। बाई बाई गाइज। त्यस्तो थियो रहेछ मेरो आजको सानो अनबक्सिङ होइन। अन्त पछिबाट भ्यू राम्रो देख्छ है, ब्याक क्यामेरा भएको झन् दामी देख्थ्यो होला होइन। त्यति नै गाइज, बाई बाई, ह्याप्पी दिवाली।